पहिलोचोटि माछा बुट्टा हो कस्तो लाग्यो यो बुट्टा पढ्न यो माछा बुट्टा सजिलो कि गाह्रो सजिलै छ सजिलै छ है गाह्रो भयो सुरुमा धेरै गाह्रो भएको थियो है अहिले चाहिँ हजुरले जानिसक्नु भयो नि हैन यति राम्रो बनाउनु भएको छ यो पुच्छर नभएको माछा है लेभल 1 मा फर्स्ट टाइम बुट्टा टेकाको हैन हजुर अनि त्यहाँदेखि यो पुच्छर नभएको माछा बुट्टा हैन कस्तो लाग्यो तपाईलाई यो पुच्छर नभएको माछा बुट्टा बुनेको राम्रो लाग्यो सजिलो छ कि गाह्रो छ गर्दै गएपछि सजिलो गर्दै गएपछि गाह्रो सुरुमा सजिलो सुरुमा चाहिँ गाह्रो थियो है तपाईहरु 3 जना हुनुहुन्छ तपाईहरुलाई चाहिँ कस्तो लाग्यो यो बुट्टा पुच्छर नभएको माछा सजिलो लाग्यो अहिले यो बीचको चाहिँ अलिकति कन्फ्युज थियो अब अहिले चाहिँ यो बीचको चाहिँ अलिक गाह्रै गरेर नै हामीले गरे हो यो एउटा बुट्टा सकिएपछि बीचमा चाहिँ अलिक गाह्रै नै हुन्छ अघि सुरुमा त कन्फ्युजै थियो अब अहिले चाहिँ सजिलो भयो है बनाइराख्नु भएको छ मजाले म त 6 गरी मात्रै आएको हैन त हो मान्छे धागोमा कोका भन्नु पर्यो अब कति चाहिँ चाहिन्छ त कोका भन्ने कुरोमा चाहिँ जस्तै अब हामीले 82 लाई 20 ले गुणन गर्दा 600 के रे 1640 भयो बाट 500 के गर्नु पर्छ एउटा मिलाउने मैले हालेदेखि मिलाएको थिएन कि के हो मिलाएको थिएन म